जस्तै अब आजकल यो मुकबाङ कल्चर भनेर थाहा छ नि त, एएसएमआर भिडियोज मुकबाङ भनेर नखाने कुरा गम खान्छ होइन। अनि हेर्दाखेरि त सबैलाई एकछिन हेर्नलाई कस्तो रमाइलो लाग्छ नि त, क्रेभिङ हुन्छ, ल रामेन खान मन लाग्छ, उनीहरू जे खायो त्यही खान मन लाग्छ होइन। तर त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ एउटा इटिङ डिसअर्डर चाहिँ बिल्ड हुन्छ कि। इटिङ डिसअर्डर्स पनि डिफ्रेन्ट टाइप्स छ कि। हाम्रो नाम चाहिँ एनोरेक्सिया नर्भोसा भन्छौँ होइन, अनि बुलिमिया नर्भोसा भन्छौँ कि। एनोरेक्सियामा चाहिँ आफैले खाना कम गर्ने कि, स्टार्भ गर्ने, सेल्फ स्टार्भेसन हुन्छ कि, खाँदै नखाने कि, त्यो भएन। अर्को भनेको बुलिमिया नर्भोसा भन्छ, त्यो भनेको चाहिँ टन्न खाने तर सबै सेल्फ इन्ड्युस गरेर फेरि भमिट गर्ने कि। भन्नाले अगाडि चाहिँ खाने, अगाडि सुरुमा खाने एकदम क्रेभिङ हुन्छ, टन्न खाने होइन, बर्गर फ्रेन्च फ्राइज एनिथिङ यु क्यान फाइन्ड सबै खाने, अनि देन यु सेल्फ कर्स कि सबै भमिट गर्ने कि। हाम्रो रिनाउन्ड के अरे इङ्ल्यान्डको प्रिन्सेस डायना हुनुहुन्थ्यो नि, उहाँ सी अल्सो सफर फ्रम बुलिमिया नर्भोसा कि। सो त्यो मेन्टल हेल्थसँग चाहिँ एकदमै धेरै रिलेटेड छ कि, फुड र मेन्टल हेल्थको सिचुएसन कि। सो मुकबाङ्गर्सहरूको पनि एकदम म्यासिभ अमाउन्ट अफ फुड खान्छ, त्यो हेर्दाखेरि कसैले पचाउन सक्छ जस्तो नै लाग्दैन। नर्मल पिपलले सक्दैन, हाम्रो गट पनि त्यतिको खाना पचाउन बिल्ड भएकै होइन कि त अब एनिमलहरूको त्यही अनुसारको गट बिल्ड हुनु पर्यो, त्यति क्यापेसिटी हुनु पर्यो, त्यो सक्दै नसक्ने कुरा हो। प्लस उहाँहरूको बिल्ड हेऱ्यो भने पनि त्यति हेभी बिल्ड पनि हुँदैन होइन, ओबिसिटी त्यस्तो हुँदैन। अनि त्यो अनुसार चाहिँ इटिङ डिसअर्डर्सहरू चाहिँ आउँछ कि। सो यसको अवेरनेसहरू पनि हुन चाहिँ एकदमै जरुरी छ कि, लाइक कसरी चाहिँ मेन्टल हेल्थ पनि इम्प्याक्ट गर्छ भनेर चाहिँ। आई रियली वान्ट टु नो मोर अबाउट दिस। त्यो खाएपछि अनि त्यो आफैले सेल्फ इन्ड्युस गर्ने के, भमिट चाहिँ अब औँला मुखभित्र लग्ने, जबरजस्ती निकाल्ने। अनि द्याट्स अ प्याटर्न के। अनि त्यो मान्छे कहिले वेट गेन पनि हुँदैन होइन, अनि वेट गेन भइरहेको हुँदैन, उसले खाइरहेछ कि, उसलाई त्यो क्रेभिङ उसको फुलफिल गर्न दिइरहेको छ, तर सबै उसले भमिट गरिरहेको छ। सो मेटाबोलिक उसको डिसअर्डर्सहरू पनि आउने भयो होइन। अनि अब त्यसरी सेल्फ इन्ड्युस भमिटिङ गरिसकेपछि त हाम्रो जुन यो ग्यास्ट्रिक लाइनिङ हुन्छ होइन, इसोफेगस भन्छौँ हामीले, यो पनि हाम्रो टियर हुने, च्यात्तिने, स्टमक पनि च्यात्तिने होइन, अब फेरि निकाले भयो त। सो मल्टिपल प्रब्लम्सहरू आउँछ कि। यो चाहिँ अब एकदम हिडन भएर बसेको एस्पेक्ट हो कि, जुन चाहिँ हाम्रो सोसाइटीमा डेफिनेटली छ होइन, तर लुकेर बसेको हुन्छ कि, दे डोन्ट वान्ट टु कम अप सो अप। तर हामीले अब केसेसहरू देखेको पनि छ।